यो भिडियोमा बालेन शाहलाई धन्यवाद पत्रकारहरूले भन्दैछन् नि, यो खुसी भएर भने होइन कि यो व्यङ्ग्यात्मक तरिकाले जिस्काएको हो, किनकि बालेन शाहले पत्रकारहरूलाई बाहिर राखिदिए। अनि बालेन शाह पत्रकारहरूबाट टाढै बस्छन्, इन्टरभ्यूहरू पनि दिँदैनन्, त्यति साह्रो बोल्दैनन्। त्यति मात्र होइन, यो सरकारी विज्ञापनहरू समेतबाट यो चाहिँ प्राइभेट सेक्टरका पत्रकारहरूलाई उनले वञ्चित गरिदिए। त्यो कारणले गर्दा अब बालेन शाहको बारेमा यिनीहरूले के कस्तो लेख्छन् भन्ने कुरा हो। किनकि मान्छे त इगो बोक्छ, मान्छे त घमण्डी हुन्छ होइन, मलाई यस्तो गर्ने, हामीलाई यस्तो गर्ने भनेर उनीहरूले चाहिँ बालेन शाहको राम्रो कुराहरूलाई नदेखाउने, नराम्रो कुराहरूलाई चाहिँ समाचारमा हालिदियो भने त खत्तम हुन्छ। किनकि राम्रो नराम्रो दुइटै हुन्छ। यो पत्रकारहरूलाई दिने समयको आधारमा चाहिँ बालेन शाह र केपी ओलीको बिचमा ठिक विपरीत छ कि सम्बन्ध। केपी ओली जहाँ पनि बोलिदिने, जतिखेर पनि बोलिदिने, जहिले पनि बोलिदिने होइन, अनि बोलेको बोले गर्ने, नथाक्ने होइन। अनि यिनले समाचार दिन्थे होइन, पत्रकारहरूलाई इन्टरभ्यू दिएपछि त मिडिया हाउसतिर चल्ने भए। त्यो भएर पत्रकारहरूले मलाई लाग्छ केपी ओलीलाई त्यति धेरै नरुचाउने चाहिँ होइनन् होइन। तर केपी ओली जहाँ पनि बढी बोलिदिने भयो कि, त्यो कारणले गर्दा यिनको आलोचना चाहिँ हुन्थ्यो। तर म चाहिँ व्यक्तिगत रूपमा केपी ओलीलाई सम्मानै गर्छु होइन। यति सम्मान गर्छु कि यिनी मरेको दिन म आफ्नो कपाल पनि खोरिन्छु जस्तो लाग्छ कि। एक त यिनको आफ्नो सन्तानै छैन, त्यो कारणले गर्दा म अलिक भावनात्मक तरिकाले पनि हेर्छु यिनलाई। अनि अर्को कुरा भनेको यिनी राष्ट्रवादी नेता पनि हुन् है, त्यो कारणले गर्दा यिनलाई मैले सम्मानै गर्छु। अनि बालेन शाहको कुरा गर्दाखेरि चाहिँ यो पत्रकारलाई दिने समयको कुरामा चाहिँ बालेन शाहले चाहिँ मिडियालाई वास्तै गर्दैनन् कि होइन। यिनी कम बोल्छन्, कहीँ पनि बोल्दैनन् र कहिले पनि बोल्दैनन् होइन। त्यसले गर्दा मिडियाले त कहिले पनि यिनको फोटो हालेर अथवा यिनको भिडियो बनाएर त कहीँ पनि हाल्न नसक्ने भयो। त्यसले गर्दा मिडियाहरू चाहिँ यिनसँग वाक्क दिक्क छन् कि। अब यसको मतलब बालेन शाहले नराम्रो गरे हो त होइन नि होइन। अब बालेन शाह टेस्ट हुन बाँकी नै छन् होइन, यिनले के गर्छन् हेर्न बाँकी नै छ। अब यदि यिनले राम्रो काम गरेछन् भनेपछि मेरो घरको लिभिङ रुममा यिनको ठुलो पोस्टर चाहिँ मैले टाँस्छु। तर अब राम्रो भएन छ भने त अब अहिले नै के भन्न सकिन्छ र होइन र। धन्यवाद।